विकेट राम्रै थियो सुरुमा ब्याटिङमा हामी त्यहाँ चुक्यौँ विकेट जोगाउन सकेनौँ पार्टनरसिप भएन त्यहाँ बिचमा जसरी स्टार्ट आसिफले गरेको थियो त्यसलाई आसिफलाई सपोर्ट गर्नलाई इन्डबाट अर्को इन्डबाट त्यसले मद्दत पाएन त्यसले गर्दा चाहिँ हामीले स्कोर सोचेको जस्तो स्कोर हामीले खडा गर्न सकेनौँ भनौँ न 160 को टार्गेट हामीले लिएको थियौँ किनभने विकेट राम्रै थियो र सेकेन्ड इनिङमा हामीलाई थाहा छ यो ड्यू हुन्छ बल ग्रिप गर्न गाह्रो हुन्छ त्यही भएर हामी 160 सोचेको थियौँ तर त्यहाँ चुक्यौँ। एक सय 30 त धेरै कम नै स्कोर हो यस्तो विकेटमा र खास गरी सेकेन्ड इनिङमा यति ड्यू परिरहेको छ त्यसले गर्दा चाहिँ कम नै हो स्कोर भनौँ न। अब 131 डिफेन्ड गर्नलाई चाहिँ हामी चाहिँ सोचिरहेको थियौँ कि सक्दो डिप लगौँ लास्ट ओभरसम्म लगौँ किनभने यो त टुर्नामेन्टको स्टार्टिङ हो अहिले धेरै गेमहरू बाँकी छ त्यही भएर त्यो सक्दो डिप लग्ने चाहिँ कोसिस थियो एकदम असर गर्यो किनभने हेर्नु अब विकेट एक विकेट गइसकेपछि अर्को पार्टनरसिप चाहिरहेको हुन्छ तर हामीले त्यहाँ पार्टनरसिप बिल्ड गर्न सकेनौँ त्यसले गर्दा हामी बिचमा कतै पनि मोमेन्टम पाउन सकेनौँ। हामी सोचेको थिएनौँ तर चाहिँ ग्रिप चाहिँ भइरहेको थियो बल हल्का होल्ड भइरहेको थियो हल्का बाउन्स भइरहेको थियो अलिकति ग्रिप चाहिँ भइरहेको थियो हामी सोचिरहेको थिएनौँ ग्रिप हुन्छ भनेर स्पेसली फर्स्ट इनिङमा तर भइरहेको थियो सेकेन्ड इनिङमा पनि हल्का ग्रिप भइरहेको थियो। विकेट राम्रै थियो भनौँ न तर हल्का स्पिनरलाई चाहिँ अलिकति हेल्पफुल थियो अलिकति ग्रिप भइरहेको थियो जस घुमाउन खोजे पनि घुमिसकेको अलिकति च्यालेन्जिङ थियो बलरहरूको लागि किनभने त्यो बल गिलो भइरहेको थियो अनि त्यसले गर्दा चाहिँ अलिकति च्यालेन्जिङ नै थियो विकेट चाहिँ के अरे बल चाहिँ प्रेसर अरू टिमलाई होला नि हामी त एकचोटि जितिसक्यौँ। प्लानिङ यही थियो लेफ्टीलाई चाहिँ अफ स्पिनरले फाल्नै प्लानिङ थियो यदि राइट स्ट्राइकमा छ भने हामी ललितसँग जान्थ्यौँ तर त्यो के अरे लेफ्ट ह्यान्ड राइट कम्बिनेसनले गर्दा हामी पनि लेफ्ट ह्यान्ड राइट कम्बिनेसन गर्न खोजिरहेको थियौँ लेफ्टीलाई सक्दो अफ स्पिनर फाल्ने कोसिस गऱ्यौँ। तपाईँहरूको तयारी कस्तो भयो जनकपुर चाहिँ ट्रफी डिफेन्ड गर्न तयार छ डिफेन्ड गर्न नै आएको छौँ अब हेरौँ के हुन्छ। हामीसँग धेरै टाइम छ लगभग 6-7 दिन हामीसँग ब्रेक छ हामीसँग मजाले बसेर कुरा गर्छौँ प्र्याक्टिस गर्छौँ के हामी के कुरामा चुक्यौँ र केही पार्टहरू राम्रो पनि थियो पोजिटिभ पनि थियो यो बारेमा हामी कुरा गर्छौँ र हामीसँग इनफ टाइम छ भनौँ न सेकेन्ड म्याचको लागि हामी स्ट्रङली आउँछौँ।